बाहिर धेरैजना हुनुहुन्छ हामी जन्मदिन होइन पक्कै पनि तर पनि हामी जतिजनासम्म हामी गर्दै गर्दैछौँ र खाना खाएर बसिरहनु भएकाहरूलाई उहाँहरू पक्कै पनि पछि आउनुहुनेछ हामी यही आशा गर्दछौँ र अहिले चाहिँ हामी बेलुकीको यो समयलाई विशेष परमेश्वरको प्रशंसा स्तुति र आराधनामा हामी बिताउनेछौँ। हालेलुया हालेलुया सबैजना भनौँ हालेलुया सबैजना हात उचालेर हालेलुया। खाना खाइसकेको पछिको बल अलिक खतरा हुन्छ होइन हो कि यो त कडा अब यो कडालाई सेलाउन दिनु भएन गफले गर्नु पर्यो। हालेलुया Hallelujah!
जय होस् भन्नुहोस् ल जय होस् अब येशू राजाको भन्छु तपाईँ जय होस् येशू राजाको जय होस् येशू राजाको हालेलुया ल सबैजना मिलेर हामी गाउने छौँ हैन ल हामी गीत बेला के भन्छ सुत्ने बेला होइन अरे उठ्ने बेला उठ्ने बेला ठिक त्यो उठ्ने बेला भनिसकेपछि हामी बसिरहने त उठ्ने बेला ल सबैजना मिलेर फिल्म सङ्गलाई उच्चारणको साथमा प्रभुको महिमाको निम्ति हामी गाउँदैछौँ हालेलुया ल हामी मिलेर हामी गाउँदैछौँ है त सबैजना तयार हुनुहुन्छ है त Hey!
हामी अझै पनि केही गीतहरू गाउनेछौँ र नाच्ने प्रभुलाई हामी महिमा गर्नेछौँ। हामी पुरानो जीवन लिएर आएका छौँ तर पुरानो जीवनशैलीमा फर्कनको निम्ति चाहिँ हामी आएका छौँ। आमेन। तर नयाँ हुन लागेका छौँ, परिवर्तन हुन लागेका छौँ, स्वतन्त्र हुन आएका छौँ, बन्धन मुक्त हुन लागेका छौँ। आमेन। हालेलुया। हामी नयाँ हुनलाई आएको छु। आज तपाईँको उपस्थितिमा स्वतन्त्र हुन आएको छु। तपाईँको यो गीत गाएर प्रभुलाई महिमा गर्नेछौँ। हालेलुया। Bye.
पछि हामी यसलाई पछाउने प्रभुका छोराछोरीहरू हौ र उहाँ बिना हामी बाँच्न सक्दैनौँ। धेरैजना अरू कुराको लागि नबाँच्न तर हामी चाहिँ यसो बिना बाँच्न नसक्ने प्रभुका छोराछोरीहरू व्यक्तिहरू। हालेलुया। थाहा भयो छैन सुत्ने बेला बस्ने बेला उठ्ने बेला नाच्ने बेला गीतको भाग परा छ। प्रत्येक शब्दले बस्ने कि बस्ने हामी अर्को एउटा भोजन पनि हामी गाउँदैछौँ अनि गर्नेछौँ। कतिजनाले रुखमा बसेको चराउनु भएको छ। रुखमा बसेको चराउनु भएको छ। कसैले लाग्छ चरालाई यस्तो भइरहेको गाह्रो छैन। हामी चरा शुद्ध भएको गीत गाउने गर्छौँ। गीतले भन्छ हामीले गाउँदैछौँ है हुर्रा भाइर भन्नुहोस् त मुरा त भनेको मुरा 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 त भन्नु भएन नि हुँदै भन्नु नि ल त तिमी मैले बढी बेला मिलेर गाउँदैछौँ। चरा एउटा धेरै साथीलाई हामी गाउँदैछौँ नि त लय हाम्रो प्रशंसा यसलाई हाम्रो आवाजमा यसलाई हामी मिलेर गर्छौँ। हामी सुनेर मिलेर गाउँदैछौँ नाच्दैछौँ। अब
गरिदिनुहोस् हुन्छ बाँकी सबै हाम्रो हाउसबाट गीत हुनेछ हामी सबैजना सायद अहिले भर्खरै नाचेर थाकिसक्यौँ होला होइन एकदमै धेरै जोस छ अझै पनि हाम्रो जोस चाहिँ कहिले पनि थाक्दैन किनकि हामी परमेश्वरको उपस्थितिमा आएका छौँ हाम्रो जीवनमा चाहिँ जब परमेश्वरले चाहिँ राज गर्नुहुन्छ अनि जब उहाँको आत्माले चाहिँ हाम्रो जीवनलाई चलाउँदछ अनि हामी चाहिँ कहिले पनि के हुँदैन थाक्दैनौँ हालेलुया हालेलुया हामी यो समय आराधनामा जान लागेका छौँ अनि साँच्चै नै त्योभन्दा अगाडि साँच्चै नै हामी यो समय चाहिँ आराधनामा जानेछौँ म केही बाइबलको खण्डहरूबाट तपाईँहरूको माझमा पढ्दैछु परमेश्वरको नाउँभन्दा असल नाउँ चाहिँ अरू कोही पनि छैन स्वर्ग र पृथ्वीमा चाहिँ होइन अनि परमेश्वरलाई यो समय हामी आराधना गर्न गइरहेका छौँ म हजुरहरू सबैलाई अनुरोध गर्दछु सबैजनाले आफ्नो आँखाहरूलाई बन्द गर्नुहोस् त आफ्नो आँखाहरूलाई बन्द गर्नुभएको होस् यो समय संसारमा चाहिँ म कसैलाई पनि प्लिज हजुरहरू कोही पनि कृपया हल्ला नगरिदिनु होला सबैजनाले आफ्नो आँखाहरूलाई बन्द गर्नु होला आफ्नो आँखाहरूलाई बन्द गरिकन हजुरहरूले आफ्नो हृदयलाई तयार गर्नुभएको यो समय हामी आराधनामा जान लागेका छौँ अनि हजुरहरूलाई अनुरोध गर्दछु सबैजनाले आफ्नो आँखाहरू बन्द गर्नुभएको होस् त्यो समयमा चाहिँ म तपाईँहरूको माझमा केही बाइबलको खण्डहरू पढ्छु अनि हजुरहरूले सुनिकन चाहिँ त्यसलाई मनन गर्नुभएको छ आफ्नो हृदयमा ताकि त्यो वचन मैले पढ्दै गर्दा चाहिँ तपाईँहरूको हृदयलाई तयार गर्नुभएको होस् अनि आफ्नो हृदयलाई चाहिँ तपाईँहरूले परमेश्वरमा दिँदै गर्नुभएको होस् ताकि हाम्रो सम्मेलन चाहिँ त्यतिकै भएको होइन परमेश्वरले तपाईँ र मलाई चाहिँ यहाँ त्यतिकै पनि बोलाउनु भएको होइन परमेश्वरको केही उद्देश्य भएको कारणले हामी यहाँ छौँ अनि मैले यहाँ भन्नुपर्दै गर्दा यो 3:16 यहाँ मैले 10:10 मा लेखेको कुरा चोर त चोर्न र नाश पार्न मात्र आउने कुराहरू छैन तर परमेश्वर चाहिँ तपाईँ र मलाई प्रशस्त मात्राले जीवन पाऊँ भन्ने हेतुले चाहिँ आउनु भएको कुराहरू छ आज हामी यो कुरालाई याद गरौँ परमेश्वरले तपाईँ र मलाई चाहिँ प्रशस्त मात्राको जीवन दिनलाई यस ठाउँमा आउनु भएको हो उहाँ चाहिँ त्यतिकै यस ठाउँमा आउनु भएको छैन अनि हामी मनन गरेर हाम्रो हृदयमा ती कुराहरूलाई राखौँ यो समय परमेश्वर चाहिँ त्यतिकै यस ठाउँमा आउनु भएको होइन यस संसारमा अनि यो समय यहाँ हामी छौँ जसरी मैले भनेको थिएँ चोर त चोर्न मार्न नाश पार्न मात्र आउँछ म त तिमीहरूले जीवन पाऊ र त्यो प्रशस्त मात्रामा पाऊ भन्ने हेतुले आए भन्नुभएको छ अनि आज परमेश्वर चाहिँ तपाईँ र मेरो माझमा हुनुहुन्छ किन हुनुहुन्छ त आफ्नो हृदयलाई तपाईँहरूले आँखा बन्द गरिकन क्वेसन गर्नुहोस् परमेश्वर चाहिँ तपाईँले मैले प्रशस्त मात्राको जीवन पाओस् भन्ने हेतुले आउनु भएको छ अनि आज हामीले त्यो जीवनहरू पाएका छौँ कि छैनौँ आज हामी त्यो जीवनमा हिँड्दैछौँ कि छैनौँ उहाँले चाहनु भए जस्तो हामीले गर्नेछौँ कि छैनौँ आज यो कुरालाई हामी याद राखौँ किनभने संसारमा छौँ संसारमा मानिसहरू त हाम्रो जीवनलाई नाश पार्न मात्र आउँदछ अनि मानिसहरू चाहिँ हाम्रो जीवनलाई साँच्चै नै भत्काउनका निम्ति मात्र आउँदछ तर परमेश्वर चाहिँ तपाईँ र मलाई प्रशस्त जीवन पाउँ भन्ने हेतुले आउनु भएको कुराहरू छ उहाँ त्यसै आउनु भएको छैन अनि त्यसै गरी साँच्चै नै अर्को लाइनमा पढ्दैछु योनाको पुस्तकबाट पढ्दैछु अनि परमेश्वरले भन्नुभएको छ त्यहाँ यसोले फेरि तिनीहरूलाई भन्नुभयो म संसारको ज्योति हुँ मलाई पछ्याउने अन्धकारमा हिँड्नु गर्ने छैन तर त्यसले जीवनको ज्योति पाउने भनेको पाउने छ
जति पनि हामी उपस्थित छौँ हामी सबैलाई आज परमेश्वरले त्यो संसारको ज्योतिमा हिँड्नलाई यो मार्गहरू यो ठाउँहरू दिनुभएको छ। हामी त्यसै यस ठाउँमा उपस्थित भएका छैनौँ अनि हामी चाहिँ आज परमेश्वरलाई यस ठाउँमा यो साँझको समयमा आराधना गरौँ न। हाम्रो हृदयबाट यो समय एकैछिन तयार हुन मैले जुन वचनहरू भन्दैछु आफ्नो हृदयलाई तपाईँहरूले तयार गर्नुहोस् ताकि हाम्रो जीवन चाहिँ परमेश्वरले वचनले भने जस्तै नयाँ 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 बनाउनु भएको छ। अनि यसोमा हामी कति कुराहरू हाम्रो जीवनमा ती अड्किएको थियो होला अनि हाम्रो जीवनमा चाहिँ हामीले नजानेको कुराहरू थियो होला आज त्यो चाहिँ हाम्रो जीवनबाट यो सम्मेलनबाट त्यागिँदैछ अनि आजको रात यो साँझ चाहिँ हाम्रो जीवनबाट त्यो कुराहरू हट्दैछ। आज हामी नयाँ 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 भएका छौँ अनि हामीले त्यो अभिषेक साँच्चै नै परमेश्वरमा हामीले मागेका छौँ। हामीले भजनहरू गाउँदै गर्नुभएको थियो म नयाँ हुन आएको छु म स्वतन्त्र हुन आएको छु भनेर भन्दै थियो अनि तपाईँको शक्तिले केवल तपाईँको शक्तिले भरिरहेको छु प्रभु भनेर भजनले भनिरहेको चाहिँ आज हाम्रो जीवन चाहिँ हामी यस समय नयाँ बनाउन आएका छौँ हामी नयाँ बनाउन आएका छौँ अनि परमेश्वर चाहिँ अँध्यारोमा हिँड्नुहुने परमेश्वर हुन्न। परमेश्वर चाहिँ अन्धकारलाई हटाएर तपाईँ र मलाई ज्योति दिनुहुन्छ अनि उहाँलाई पछ्याउने चाहिँ जीवनको ज्योतिहरू पाउनेछ। उहाँलाई पछ्याउनेले चाहिँ कहिले पनि आफ्नो जीवनलाई अन्धकारतर्फ ढल्कने छैन। उसले चाहिँ आफ्नो जीवनमा प्रशस्तताको जीवनहरू पाउँदछ भनेर भन्दछ। साँच्चै नै आज हाम्रो हृदयलाई तयार गरौँ अनि परमेश्वरलाई धन्यवाद दिउँ। एकैछिन हामी एकैछिन थोरै सबैजनाले आफ्नो मुखहरूलाई खोल्नु भएको छ अनि परमेश्वरलाई धन्यवाद दिनुभएको छ कि हामी आराधनाको निम्ति तयार हुनेछौँ। Lord,
परमेश्वर चाहिँ त्यो परमेश्वर हुन्छ आकाशलाई पोसाक गरिने परमेश्वर पराक्रमी परमेश्वर हुनुहुन्छ Say the mighty God, like you sound, say
सबैभन्दा बहुमूल्य छ हाम्रो जीवनमा अनि जुन बहुमूल्य कुरा जब हामी परमेश्वरलाई दिन्छौँ अनि परमेश्वरले हामीलाई साँच्चै नै सबै कुराहरूबाट आशिष दिनुहुन्छ। जसरी हाबिलको जीवनमा हामीले हेर्छौँ भने हाबिलले साँच्चै नै परमेश्वरलाई चाहिँ एकदमै मनपर्ने अनि ग्रहण योग्य भेटी चढाएको थियो अनि त्यही कारण उसको भेटीहरू चाहिँ परमेश्वरले चाहिँ ग्रहण गर्नुभइकन आशिषहरू दिनुभएको थियो। आज यो साँझको समयमा परमेश्वरलाई भनौँ न आफ्नो हृदयबाट, प्रभु म पनि तपाईँलाई हाबिलले जस्तै गरी भेटी चढाउन चाहन्छु, मरियमले जस्तै गरी बहुमूल्य अत्तरहरूले तपाईँ परमेश्वरलाई साँच्चै नै ती आराधना गर्न चाहन्छु मेरो हृदयले बुबा, किनकि म त्यो बहुमूल्य अत्तरहरू नभए तापनि बुबा मेरो हृदय चाहिँ म तपाईँलाई दिन चाहन्छु। मेरो हृदयको सम्पूर्ण भाग सम्पूर्ण हृदयमा भएका अनि मेरो मनमा भएका मेरो शरीरका हरेक कुराहरू चाहिँ बुबा पवित्र बनाएर तपाईँलाई आराधना गर्न चाहन्छु। भनौँ न यो साँझको समयमा हामीले जस्तै भेटीहरू चढाउनलाई हाम्रो हृदयलाई कृतज्ञ बनाऊ। के हो मेरो साँच्चै हाम्रो हृदयले चाहिँ आज जसरी तपाईँले प्रकाशलाई साँझै पहिरिनु भएको छ, त्यसरी परमेश्वरलाई महिमा चढाउँछौँ भने चाहिँ साँच्चै उहाँको प्रकाश चमत्कारको बाहिर मलाई के भन्न बाहिर मलाई समुद्रले ढाकेसयो पृथ्वीलाई, साँच्चै पुरिरहेको तपाईँको महिमाले भर्नु हो, त्यसरी नै तपाईँको महिमा हामीमाथि चम्काउनु हो। महिमाले विभूषित हुनुहुन्छ, शक्तिले सुसज्जित हुनुहुन्छ, समर्थी परमेश्वर Oh
हामी सबैजनाले आफ्नो मुखबाट गरौँ न। प्रभु तपाईको ज्योति हामीमाथि चम्काउनुहोस्। प्रभु तपाईको ज्योति हामीमाथि चम्काउनुहोस्। किनकि प्रभु तपाईँ सामर्थ्य हुनुहुन्छ, तपाईँ पराक्रमी हुनुहुन्छ। तपाईको ज्योति प्रभु हामीमाथि चम्काउनुहोस्। तपाईँ सुन्दर हुनुहुन्छ, तपाईँ अति नै सुन्दर हुनुहुन्छ, तपाईँ हाम्रो माझमा हुनुहुन्छ।
जीवनमा दिन सक्ने तपाईलाई केही पनि छैन। केवल हामी तपाईलाई आराधना दिन्छौँ, केवल हामी तपाईलाई महिमा दिन्छौँ, केवल हाम्रो सारा हृदयले तपाईलाई यस संसारको जगतमा तपाईँ चाहिँ महान अरू कोही पनि छैन, तपाईँ चाहिँ पवित्र अरू कोही पनि छैन, तपाईँ चाहिँ योग्य अरू कोही पनि छैन। अनि हाम्रो सारा हृदयले हामी तपाईलाई केवल तपाईलाई महिमा दिन्छौँ। पहिलो साँझमा साँच्चै नै आज हाम्रो हृदयले तपाईँ परमेश्वरले हाम्रो हृदयमा भएको प्रकाश खोल्नु भएको छ। हाम्रो हृदयमा भएको सबै कुरालाई तपाईँले नै खोल्नु अझै राज गर्नुभएको छ। साँच्चै नै हामी आज यो रातमा प्रभु तपाईँको उपस्थितिमा आएका छौँ। हामी यतिका जवान हृदय अनि बालकहरू भेला भएका छौँ तपाईँलाई आराधना गरेको साँझमा। त्यसैले हामीले भजनमा गाउँदा तपाईँ चाहिँ अति नै सुन्दर हुनुहुन्छ, तपाईँ अति नै सुन्दर हुनुहुन्छ। हजारौँ भन्दा पनि हजारौँमा लर्ड, हजारौँ भन्दा पनि हजारौँमा तपाईँ सुन्दर हुनुहुन्छ। अनि तपाईँलाई हृदयबाट धन्यवाद दिन्छु। हृदयबाट तपाईँलाई महिमा महिमा अनि प्रशंसा गर्न दिँदछु। मेरो जीवनमा मेरो सबै कुराले तपाईँलाई धन्यवाद दिन्छु। यो साँझ हामी एउटा कुरा हाम्रो जीवनमा हामीले निर्णय गरौँ। जसरी हाम्रो दिन भने चाहिँ हामी उठौँ र निर्माण गर्नु भनेको छ। अनि त्यसरी आज यो साँझ यो रात परमेश्वरसँग हामी यो कुरालाई निर्णय गरौँ। प्रभु भजनले भने चाहिँ अनि जुन वचनमा छ त्यो भजनले भने चाहिँ म चाहिँ तपाईँलाई मेरो जीवनबाट जसरी तपाईँलाई हामीले आफूले कमाएको कुराबाट आफूले पालेको कुराबाट बेस्ट दिएको थियो, आज म यो कुरालाई निर्णय गर्दछु। मेरो जीवनमा म पनि मेरो जीवनबाट तपाईँलाई बेस्ट दिनेछु। म पनि मेरो जीवनबाट तपाईँलाई बेस्ट कुराहरू दिनेछु। मैले कमाएकोबाट होस् अथवा मैले गर्नुपर्ने आराधनाबाट होस् अथवा मैले बोल्नुपर्ने ठाउँबाट होस् अथवा मैले कुनै ठाउँमा काम गर्दा हिँड्दै गर्दा मेरा हरेक चावलबाट म तपाईँलाई हामीले जस्तै कुराले योग्य भेटी दिन चाहन्छु भनेर आज हामी त्यो निर्णय गरौँ। आज हामी त्यो निर्णय गरौँ। हामी जवानहरू आज हामी निर्णय गरौँ यो रातको समयमा। अनि मरियमले जस्तै बहुमूल्य अन्तरले परमेश्वरलाई र परमेश्वरको भावना हामीले गर्न नसके तापनि हाम्रो सोच र हृदयले हामी भएका सबै कुरालाई त्यागेर परमेश्वरलाई जीवन हामी दिनेछौँ भनेर आज हामी निर्णय गरौँ। आज हामी त्यो निर्णय गरौँ। हामी त्यसै आएका छौँ 3 दिनसम्म। हिजो आज अनि भोलि हामी रहँदै गर्दा जब हामी फर्किने समय हुन्छ, जब हामी घर फर्कन्छौँ त्योभन्दा अगाडि हाम्रो हृदय
आफूहरू जुट्न मिलिकन अनि यतिका हरेक ठाउँबाट आएका हामी मण्डलका हामी छोराछोरीहरू मिलिकन तपाईँलाई आराधना चढाएका छौँ हृदयदेखि तपाईँलाई धन्यवाद दिन्छु बाबा धन्यवाद छ धन्यवाद दिँदै अनि यो आराधना हृदय भेटीलाई तपाईँको हातमा राख्दै हामी सबैको निम्ति आशिष अनि त्यो अनुग्रह सुरक्षा माग्दछु प्यारो प्रभु येशू ख्रीष्टको पवित्र उच्च नाममा आमेन।